नसोचेको हुन्छ कि ल साथीहरू आउँ ल आज हामी यसो यो मलबासको समयमा हामी सदुपयोग गर्नको लागि यसो हामी चाहिँ मत्स्य नारायण घुम्दै आएको थियौँ यसो हामी ख्यालमै उकालो चढ्या धेरै माथि आइएछ कि आउँदा आउँदै होइन यसो रहेछ यहाँ माथि माथि चाहिँ आउँदा आउँदै धेरै माथि छ अलिक पछाडि आउनुहोस् न तपाईँ यार आज के हो यार तपाईँ एकदम एकदम होइन आउनु पर्यो यार होइन त्यसो गरिदिनु भएन होइन आउनुपर्छ अब त्यो फेमिलियर हुनु पर्यो क्या त्यो कुरामा चाहिँ होइन बुझ्नुभयो नि त्यो भएको हुनाले चाहिँ डिप्रेसनमा गइन्छ क्या पुरानो जमाना जस्तो होइन नयाँ हो त्यो उसो चल्नु पर्यो नि सर ल अब हामी अब रात पनि पर्दैछ अब हामी काट्ने खालको चाहिँ नबनाउनुहोस् हो मेहनत मेहनत गरेर तल पनि हेर्नु है साथी तल हेर्नु भिडियो खिच्नेलाई नै देखाउनु पर्यो आज हामीलाई चारपट्टि हेर्नु पर्यो नि त यता छैन कि अब पछाडि है हेर्नुहोस् पानी छ बन्दै रहेछ यहाँ होइन यहाँ एकदम बन्दै रहेछ तर यहाँ बाटो छ जस्तो मलाई लागेन ए रहेछ है यो चाहिँ हाम्रो के छ घिर्लिङ जस्तो छ है के होला यो हाम्रो पुरानो हाम्रो के भन्छ नि यो त छडहरु पुरानो हाम्रो यो हेटौडादेखि ल्याएको थियो नि के अरे के भन्छ रोपवे भन्छ नि त्यो हो कि के हो हाम्रो हेटौडादेखि त्यो ल्याएको थियो नि यता जस्तो सामान ल्याउनु सामान ल्याउनु त्यहाँ रहेछ नि अर्को होइन त्यो के हो तल चाहिँ बाटो हो क्या होइन नि तल सामान त्यो ऊ हो क्या सामान हाल्ने लोड गरिदिने ल्याएर पान्छ यत्रो अब हामी कम हिँड्यो ल जाउँ अब हामी त रात पनि पर्दैछ होइन तल फर्किनु तल धेरै छ नि त जानलाई भ्यू पनि देखाउनु न अँध्यारो हुन्छ यार भ्यू हेर्ने भ्यू पनि देखाउनु भ्लगमा यसमा अब ठ्याक्कै आइहाल्छ हेर हाम्रो त यो चाहिँ सिमिलर चाहिँ के जस्तो रहेछ मोमो नि पाइदो रहेछ यहाँ गुम्बा गुम्बा जस्तो पोखराको र लुम्बिनीको छ नि शान्ति स्तूपा सायद एक सालपछि आउन मिल्ने खालको बन्न सक्ला भन्ने आश गऱ्यौँ होइन हुन सक्ला यो कुरामा अब लगभग सोधेको हामीले कति भएको छ त्यो हामीलाई लाग्छ भन्ने भएन क्या गरेको थियो त त्यहाँ राखेको थियो अगाडि त्यो छतास छ नि मेटिया हो के भन्छ यसलाई हाम्रो आयोजनाको विवरण के कति लाग्ने पारदर्शिता कायम गर्ने भन्ने कुराहरू आउँछन् त्यो भएर राखेको छ त्यहाँ पनि राखेको छ कि है त्यहाँ ठेकेदार कम्पनी भयो लागत भयो होइन श्रमदान कति के कति भन्ने कुरा यो सायद मलाई लाग्छ उपभोक्ताबाटै गरे हो कि के छ होइन त्यो हुनसक्छ ल आज हामी चाहिँ यसो आएछौँ यो माथि चाहिँ यो मत्स्य गाउँ चाहिँ तल रहेछ अनि मत्स्य नारायणमा आज मेला लागेको यसो आइएको थियो तल चाहिँ भनौँ न पुरै साँझ पर्न लागिसकेको छ अब हामी यस शान्ति वन हो र शान्ति वन डाँडा है नामै त्यो पारीको चाहिँ चन्द्रगिरी हो ठिक छ यो शान्ति वन डाँडा रे अब यो सायद सायद यो अब हाइकिङको लागि पनि सम्भावना त राम्रो छ छन चाहिँ होइन तर बाटो अलिकति तल राम्रो भयो भने हामी अर्को आयौँ कि कुन आयौँ होइन है अलिकति त्यतापट्टि पनि राम्रो भइदियो भने चाहिँ सजिलो चाहिँ अलिकति पर्यटकको हिसाबले राम्रो देखिन सक्छ यो कुराले ल यस्तो छ हाम्रो तलको भ्यू चाहिँ